कालिम्पोङ पनि बिहान गएर बेलुका आइन्छ र भन्नेहरूको लागि चाहिँ यो भिडियो हैन। हामी चाहिँ बिहान गएर बेलुका नै आएको। बेलुका आउँदा चाहिँ धेरै रात परिसकेको थियो, 12-1 नै बजिसकेको थियो। तर बिहान जाँदा पनि चाँडै नै गएको। अनि हामीले अब यहाँबाट जाँदादेखि बाटातिरको चाहिँ भिडियो मैले हालिसकेँ। यो चाहिँ केबल कारदेखिबाट कालिम्पोङसम्मको मन्दिरसम्मको मात्र हो यो चाहिँ। अनि हामी केबल कारमा चढिओरी गएर अनि बाटामा त कस्तो उक्लिनै नसक्ने, तालु लाएर केही देखिरहेको थिएन, उक्लिनै नसक्ने गाह्रो भइरहेको थियो। तर लेक लाग्छ भन्थे, तर अलिअलि लागि पनि रहेको थियो है, पानी परिरहेको थियो, त्यही भएर होला। अनि हामी त्यहाँनिर जाँदाखेरि यो फलामको यो सिँढीमा चाहिँ कस्तो डर लाग्ने, त्यो तल हेर्दा पनि सत्तै जाने, मेरो त सत्तै गएर के भन्ने। अनि हामीले चाहिँ यहाँनिर पूजा गरिओरी सबै उ गरेर पूजा त्यहाँबाट हेर्दा त सबै तालो लाएर केही देखेको थिएन है। यताउता हेर्दा त्यहाँनिर त्यो एउटा डिलबाट हेरेको, त्यो तल हेर्दा त कम्ता डर लाग्ने होइन। हटरे मान्छेहरू के गरी जान्छन् होला त्यहाँ हेर्नु त, तल सातै जाने छ सातो। अनि त्यसपछि हामी चाहिँ त्यहाँनिर पूजाहरू गरेर फर्क्यौँ। त्यहाँनिर एकचोटि घुम्दा नै उ गर्ने रहेछ, सबै टाइम लाग्ने रहेछ। तर हामी जाँदा चाहिँ खाली नै थियो। हामीले मजाले गएर पूजासुजा गरेर फर्क्यौँ। अनि फर्किँदाखेरि त्यहाँनिर यस्तो मिठो मिठो चक्लेट पाउँदो रहेछ नि, त्यो चक्लेट पनि हामीले किनेका थियौँ है। तर खाँदाखेरि त एकदम मिठो थियो। अनि हामी चाहिँ फेरि केबल कारमा चढेर फर्क्यौँ। अनि तल आएर खाजा खाएर अनि हामी तल आउँदा चाहिँ पानी परिरहेको थियो। अनि हामी त्यहीँ बस्यौँ। आजको लागि यति नै, बाई बाई। फेरि भेटौँला अर्को भिडियोमा।